हेलो साथीहरु, नमस्ते नमस्कार। आज चाहिँ हाम्रै आफ्नै करेसा बारीमा फलेको कच्चुसँग खाना खान गइरहेको छु र हल्का यहाँ दुईटा खर्सानी अनि सलादको रूपमा अलिकति प्याज र गाजर। ल सुरु गरे है त, खाए ल। त्यो भिडियो बिग्रियो बिग्रियो भिडियो। पानी यहाँ चाहिँ केटाहरू बसिरहेको छ क्या, अनि उहाँ साथीहरू त्यो भएर हाँसै गर्छ क्या। उहाँ भाषाको भिडियो बनाएको होइन, आम्मामा हाँसै गरेर हो। साथीहरू त बिजोग छ हौ, कहिले नदेखे जस्तो क्या होइन। अब हुन्छ मलाई फेरि हाँस उठिहाल्दैन। Meu Pedro! Meu velho! तपाईहरु पनि धेरै बाहिरको सामान नखानु होला। आफ्नै करेसा बारीमा फलेको पिलाडु, आफ्नै करेसा बारीमा फलेका आलुहरू, आफ्नै करेसा बारीमा फलेका प्याज, आफ्नै करेसा बारीमा फलेका हरी मिर्च, आफ्नै करेसा बारीमा फलेका काँक्रासँग खानुहोस्। बजारको सामान त सुई हानेको सामानहरू खानु राम्रो होइन स्वास्थ्यको लागि। पानी लो। अब भात त पानी खानु हुँदैन भन्छन् होइन, त्यही पनि अब अलिकति अड्किएपछि त खानै पर्यो।